आज हामी सरप्राइज लिएर सरप्राइज पाहुना बनेर एक घर पुगेका थियौँ। यो सरप्राइज अर्डर चाहिँ विदेशबाट आएको थियो। एक श्रीमानले आफ्नो जीवनसाथीलाई विवाह वार्षिक उत्सवको अवसरमा मिठो खुसी दिन चाहनुभएको थियो। तर प्लानमा एउटा सानो ट्विस्ट पनि रहेछ। घरमा साथीहरू आउँदैछन् भनेर भनिएको रहेछ। हामी पुग्दा उहाँको श्रीमती चाहिँ बजार जानुभएको रहेछ, केही क्षणमै आउँछु भनेर। र 10 मिनटमा आइपुग्छु भनेर फोन गरेपछि हामी त्यो 10 मिनटलाई हामी खल्लो बनाउन मन लागेन। बरु त्यो घरले हामीलाई आफ्नो जस्तो महसुस गराउनु भयो। आन्टीले माया गरेर कुर्सी ल्याउनु भयो र चिसो पानी दिनुभयो, केही बेरमै तातो चिया पनि। र त्यो सानो अतिथ्य संस्कार र ठुलो मन तर उहाँहरूको दाजुभाइको घर पनि एउटै कम्पाउन्डमा घेरिएको रहेछ। माटोले चिटिक्क लिपिएको भुइँ, त्यो लिपाइमा पराल मिसाउने तरिका हामीलाई नयाँ अनुभव थियो हाम्रो लागि। घरमा हरेक सदस्य, अङ्कल आन्टी भाइ बहिनी सबैको व्यवहारमा मिठास थियो र मजाकले हामीलाई स्टडी पनि गर्दै थिए। भाइ बहिनीले चाहिँ अरे के गरिया होला भनेर होला सायद। केही मजाक केही हाँसो र त्यो बिच सरप्राइजको क्षण पनि आइपुग्यो। हामीले माया साथ ह्याप्पी एनिभर्सरी भन्यौँ। त्यो मुस्कान, त्यो खुसी शब्दले बयान गर्न सकिँदैन। फर्किने बेलामा हामीलाई पाहुना सम्झेर बनाइएको त्यो दही पनि नखाइ जानु दिनु भएन। त्यो माया अस्वीकार गर्न सकिएन र खाइयो। आज हामी फर्किँदै थियौँ तर मनमा एउटा कुरा बोकेर, कति ठुलो मन, कति संस्कारी परिवार। भगवानले सधैँ यस्तै साथ दिउन् यो परिवारलाई, यही कामना गर्दै हामी फर्क्यौँ।